नेपालको इतिहास भाग 7। पहिलो प्रश्न, सेतो मच्छिन्द्रनाथको रथ यात्राको चलन कसले चलाएका थिए? यसको सही उत्तर रहेको छ प्रताप मल्ल। त्यसैगरी पृथ्वीनारायण शाहले चौदण्डीमाथि कहिले विजय हात पारेका थिए? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1829 भदौ 13 मा। शाहकालीन समयमा कपरदार भन्नाले कुन पदलाई मानिन्थ्यो? यसको सही उत्तर रहेको छ गहनाको व्यवस्था गर्ने पदलाई। विक्रम सम्वत 2078 वैशाख 11 मा उद्घाटन गरिएको नयाँ धरहराको डिजाइनर को हुन्? यसको सही उत्तर रहेको छ विष्णु पन्थे। त्यसैगरी नेपालको इतिहासमा हालसम्म पनि जीवित मानिने मल्ल राजा को हुन्? यसको सही उत्तर रहेको छ योग नरेन्द्र मल्ल। नेपालमा राणा शासनको आगमन हुनु पूर्व कतिजना प्रधानमन्त्री भएका थिए? यसको सही उत्तर रहेको छ 6 जना प्रधानमन्त्री भएका थिए। चार बुर्जा दरबार कसले बनाएका हुन्? यसको सही उत्तर रहेको छ वीर शमशेर। र आजको अन्तिम प्रश्न, द्रव्य शाहले गोर्खा राज्यको स्थापना कहिले गरेका थिए? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1616 भदौ 25 मा।